गएको चाहिँ आकृति आकृति कहाँ गयो यतै छ कहाँ गएको अनि किन त्यत्रो कमर छोड्नु परेको तिम्रो रक स्टार हो क्या हाम्रो पहिलाको जमानामा त रक स्टार पनि के हो त्यो रक स्टार हो कि रक स्टार हो त्यो त हामीले थाहा नि होइन रक स्टार त्यस्तो बेलामा पढ्ने नपढे क्या म त पढ्ने हो कि नपढ्ने नपढ्ने पढ्ने छैन भोलिपर्सि के बन्ने हो कुन्नी भोलिपर्सि डान्सर बन्ने भन्छ नबन्ने म त गुफार खाए नखा पढ्छ बेला र पढ्नु छर्नु छैन मलाई त साथीले दिमाग खुस्केको भन्छ को साथी लु अहिले त ऊ त्यहाँ अनुसाले अब म त्यो अनुसा केटी कहाँ गई छ त्यसलाई भेट्नु न मैले जान्छु मेरो छोरीलाई यस्तो भन्ने आफू पागल जस्तै छ त्यसको बाउ आमाले त भनेरै कहाँ छोड्ने हो र म त भनिदिन्छु त फेरि कुरोटी पो हो त म सबै भनिदिने त्यसको बारेमा कति न ब्यागमा त्यो के अरे त्यसको नवीनसँग हिँड्छ कति न बोयफ्रेन्ड छ नि त त्यसको पनि आकृति खोइ आन्टी आकृति छैन घरमा किन के छ मलाई मेरो छोरा किन पागलनी भनेको अनि त्यो पागलनी जस्तो छ त कहिले त गु खान्छिस् भन्छ कहिले त खान्छिस् भन्छ अनि मलाई त त्यस्तो लाग्छ त्यही भएर त्यो पागलनी भनेको मैले त्यसलाई अनि तिम्रो के बोयफ्रेन्डसँग घुम्न हिँड्छ बाइकमा हिँडेर उस्तो तिम्रो नि मम्मीलाई ड्याडीलाई कुरा ल्याइदिनु नबोल्छु नि द्याट इज नट बोयफ्रेन्ड तपाईँको छोरीलाई भने एउटा साबो एक भन्न नि आउँदैन ओ एनी वान भन्न नि आउँदैन तिमीलाई त कुद्दिएर एङ्गलबाट आउँछ नि आइहाल्छ त ओ एनी वान तिमीलाई आउँदैन क्यारे अनुसा मामी हजुर छोरी अनुसा खोइ नलिँदा हुन्छ मलाई त्यसको नाम लिएर के हुने हो र मलाई वानको स्पेलिङ भन्न आयो नि ल भन त मलाई वानको स्पेलिङ आउँछ ओ एन ई वान टु को लुक टु के स्पेलिङ भन टी ई ओ डब्ल्यू टी डब्ल्यू ओ हुन्छ टी डब्ल्यू ओ टी डब्ल्यू ओ दिदी कता गयो सीतम दिदी सीतम दिदी बजार गए मेरो लागि के लिएर आइदिन्छ त्यही बार्बी डल हात्तै लिन गएको बार्बी भनेको के हो लाबुबु डल त्यो भनेको म पछि थाहा पाउलिस् अनि त्यो के अरे त्यसलाई त तिमी अच्ची खान्छ तिमी त सुसु खान्छ भनेको अरे हो त्यसले मलाई त माम खान्छस् भने अनि मैले त त्यसलाई आच्ची खान्छस् त अनि त्यस्तो भन्ने हो त अनि आकृति के भयो तिमीलाई के ल्याइदिएछु के लिएर आइदिस् खाने मान्छे के भन्यौ खाने मान्छे ल तिम्रो लागि लाबु खान्छु गर्दै बस्छ तिमी चाहिँ यहीँ बसिराख मैले त दिदीले लिएको डरै उकाइदिए किन यत्रो महँगो डर अब फेरि मैले पैसा दिनु पर्यो नि त यसले पनि अनि यहाँ सुसु गर्ने अब त्यो पढ्न जाने चाहिँ आउँदैन पढ्न भने त्यत्रो ठुलो भइसक्यो बुढी जत्रो भइसक्यो म बुढी कहिले भयो मेरो कपाल फुलेको छ तर अब बिहे गरेर पठाइदिनु पर्छ कि क्या हौ लाग्छ गर्दिन गर्ने नगर्नु एउटा केटा हाकी एउटा केटा हाक त्यसलाई भन्नु केले के दिन्छ अनि त कति धनी छ त्यहीसँग पठाइदिन्छु म त हुन्छ म त जाने ल
जाने हो त किन तैँले किन मिस्टेक गरेछस् हो मैले मिस्टेक गरिस् क्या हो पापाले मैले मिस्टेक गरिस् पापाले के भन्छ अब तेरो बिहे गरिदिनु पर्छ नगर्ने न त तपाईँले आची गरेर दुलो बित्नु मारिदिन्छु फेरि म यहीको केटा यति धनी अमिर मान्छे त्यहीसँग बिहे बनाइदिन्छु त न म ड्याडीलाई भनिदिन्छु ड्याडीले त कहिले हुन्छ भनिसक्यो नि त्यो त गराइदिने हो म